नमस्कार म संगीता पन्त मैले चाहिँ लगभग 2 वर्ष अगाडि चाहिँ यो एचयू हेयर ओइल चाहिँ टिकटकमै हेरेर थाहा पाएँ। 7 महिना भयो मैले यो युज गर्न थालेको। अहिले चाहिँ मेरो कपालहरू पनि पलाइरहेछ, तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ बेबी हेयरहरू यता कति कपालहरू आउने बढ्ने अनि फेरि पलाउने फेरि निस्किने फेरि लामो लामो हुने सबै यो भुर्र भुर्र भएको कपालहरू चाहिँ यिनीहरू चाहिँ सबै पलाएको बेबी हेयरहरू हो हैन। अनि मलाई चाहिँ डेंगु पनि भयो, कोभिड पनि भयो। त्यो क्रममा कपालहरू एकदम धेरै झर्यो मेरो। झरेपछि आउने पलाउने भएन कि खाली झर्ने मात्रै, तर रिग्रोथ चाहिँ भएन। तर जुन बेला चाहिँ मैले रेगुलर यो एचयू हेयर ओइल युज गरे नि 7 महिना अगाडि भनौं न, त्यो बेलादेखि अहिलेसम्म गरिरहेको छु। त्यो रेगुलर युज गर्दाखेरि चाहिँ मेरो एकदम चेन्जेस भएको छ। कपाल चाया आउन रोकेको छ हैन। हजुरको चाहिँ कपाल पनि एकदम सफ्ट हुन्छ अनि बेबी हेयरहरू कति धेरै पलाइरहेको छ। म चाहिँ एकदमै सेटिस्फाई छु। तपाईहरु पनि युज गर्नुस्। युज नगरिकन यसको चाहिँ थाहा हुँदैन के हुन्छ कसो हुन्छ। अरूको कुरामा सुनेर गर्नु भन्दा पनि आफैले युज गरेर चाहिँ थाहा हुन्छ। एचयू हेयर ओइल एकदमै इफेक्टिभ छ। प्लिज युज गर्नुस्, डिसअपोइन्ट हुनुहुन्न है त। थ्यांक यू।